म मेरो परिचय इम्पोर्टेन्ट छैन। अनि एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भनेदेखिलाई जुन आवाज तपाईँले सुन्नु हुँदैछ त्यसमा चाहिँ जीवन छ। अनुहार त्यति इम्पोर्टेन्ट होइन है, अनुहार त्यति इम्पोर्टेन्ट होइन। अनि यो टेम्पोररी पनि छ, शरीर पनि एन्ड अनसर्टन पनि छ। तर जुन आवाज सुन्नु हुँदैछ आज यो आवाज चाहिँ तपाईँहरूको कानमा गएर ठोकिँदाखेरि समथिङ इज ह्यापनिङ। परमेश्वरको वचनमा शक्ति छ प्रियहरू, आमेन। परमेश्वरको वचनमा चाहिँ नि यति साह्रो शक्ति। उहाँले भन्नुभएको छ मेरो वचन चाहिँ आकाशबाट झरेको पानी जस्तै हो। त्यो पानी धरती भिजाएर व्यर्थमा त्यतिकै सोसेर हराउँदैन, तर उब्जनी दिन्छ। अनि परमेश्वरको वचन चाहिँ जब तपाईँको हृदयभित्र आएर तपाईँसँग ठोकिन्छ नि त्यहाँनिर नयाँ कुरा सृष्टि हुन्छ, नयाँ कुरा प्रभुले गर्नुहुन्छ है। सो परमेश्वरलाई धन्यवाद होस्, यो समय उहाँले हामीलाई दिनुभएको छ। अनि विशेष गरी मैले थिम यहाँनिर वचनलाई पढ्दै थिएँ, प्रेरित 1:8 है। जब तिमीहरूले पवित्र आत्मा पाउनेछौ तिमीहरूले के पाउनेछौ? शक्ति पाउनेछौ। शक्ति पाउनेछौ के को लागि? हजुर, फेमस बन्नको लागि? शक्ति के को लागि? ठुलो खालको घर बनाएर बस्नुको लागि हजुर, कि युएसए जानुको लागि शक्ति? पवित्र आत्माले हामीलाई शक्ति दिनुहुन्छ एउटै मात्रै उद्देश्य। दिस इज माई एक्सेडेटिकल कन्भिक्सन। एउटै मात्रै उद्देश्यको लागि उहाँले शक्तिले हामीलाई भर्नुहुन्छ। त्यो चाहिँ के हो भनेदेखिलाई येशू ख्रीष्टको गवाही हुनको लागि। आमेन। कसले सोचेको थियो कि हामीलाई पनि भोलि क्रुसमा मार्छ होला भनेर डरले गुफा गुफा लुकिहिँड्ने चेलाहरू? कसले सोचेको थियो कि उनीहरू चाहिँ सारा संसारभरि आफ्नो घर आफ्नो सबै कुरो छोडेर भाला खानुको लागि पनि तयार, उनीहरू संसारभरि पुगेर अनि आज नेपाल देशसम्म तपाईँले मैले येशू ख्रीष्ट को हुनुहुन्छ, उहाँले के गर्नुभयो भन्ने कुरालाई बताउँछ भनेर रोमी साम्राज्यको मान्छेहरूले कहाँ पत्याएको थियो पत्रुसहरूलाई होइन? रोमी साम्राज्य भेरी पावरफुल, त्यति बेलाको सबैभन्दा पावरफुल साम्राज्य, मिलिटरी पावरमा अनि ज्ञानमा हेर्नु सबै कुरामा अलराउन्ड संसार थामेर राख्ने साम्राज्यले कहाँ पत्याएको थियो पत्रुस जस्तो मान्छे अनि योना जस्तो मान्छेले चाहिँ आज हाम्रो रोमी साम्राज्य समयको बलुवाले पुरेर लगिसक्दाखेरि पनि नाम निशानै नहुँदा पनि संसारमा यो येशू ख्रीष्टको राज्य चाहिँ संसारमा यसरी बढिरहेको हुन्छ, नेपालसम्म पुग्छ भनेर कहाँ सोचेको थियो? कसरी सम्भव भयो? कसरी सम्भव भयो? मान्छेको शक्तिमा हुन सक्छ भन्नुहोस् त? सक्दैन नि। कुनै पनि मुभमेन्ट जब पनि इतिहासमा सुरु भएको छ केही समयको लागि त्यो रहेर त्यसपछि निभेको छ। हामीले रिसर्च गरेर हेऱ्यौँ भनेदेखिलाई हिस्ट्रीमा। तर प्रभु येशू ख्रीष्टको यो मुभमेन्ट चाहिँ पवित्र आत्माले पुश गरेको कारणले तपाईँ अनि मसँग आइपुगेको छ। अनि तपाईँलाई थाहा छ यी दिनहरूमा म जब पनि विचार गर्छु मान्छेहरूले सुपर हिरोको मुभीहरू पुरा मन पराउँछ। हामीलाई मार्भल स्टुडियोजको मुभीहरू आयो भने पुरा हेर्नु लाग्छ, ट्रेलर खोजी हेर्छौँ। किनभनेदेखिलाई कस्तो लाग्छ भनेदेखिलाई यो संसार चाहिँ यस्तो स्थितिमा छ, देयर ह्याज टु बी somebody has to come who has a super power, अनि जसले चाहिँ यो सबै सल्भ गर्न सक्छ। हामीलाई नेचुरल माइन्डमा एउटा कुरा चाहिँ के थाहा भइसकेको छ भनेदेखिलाई चाहिँ हामीलाई शक्ति चाहिन्छ, नत्र हामी जिउन सक्दैनौँ। सिम्पल एज द्याट। त्यही प्रकारको शक्ति चाहिँ परमेश्वरले प्रदान गर्नुभयो। प्रभुले के भन्नुभयो चेलाहरूलाई? स्वर्गबाट शक्तिले पहिराइन्जेलसम्म तिमीहरू यरुसलेमबाट के नगर्नु, ननिस्किनु। भन्नुको मतलब प्रभुले के भन्नुभयो? इफ यु वान्ट टु वक अराउन्ड अन दिस अर्थ बेटर वेट फर द पावर। यदि तिमी यो संसारमा हिँडडुल गर्न चाहन्छौ, यदि तिमी यरुसलेमबाट बाहिर निस्किन चाहन्छौ भनेदेखिलाई चाहिँ यु क्यान नट डु इट। तिमी नेचुरली सक्षम छैनौ, तिमीलाई के चाहिन्छ? स्वर्गबाट शक्ति चाहिन्छ। त्यो तपाईँले मैले यो संसारमा जिउने लाइफ चाहिँ तपाईँले मेरो बलमा हामीले जिउन सक्ने जीवन होइन। वी गो इन्टु एन्जाइटी, वी गो इन्टु डिप्रेसन। संसारलाई हेर्नुहोस् न, आज संसारलाई हेर्नुहोस्, मान्छे कति डरलाग्दो एन्जाइटी र डिप्रेसनमा गइराखेको छ, कति धेरै सुसाइड रेट्स बढिराखेको छ। मैले हिजो मात्रै पढ्थेँ नेपाल देशमा एभ्रिडे 13 जनाले सुसाइड गर्दो रहेछ नेपाल देशमा। संसारमा 10वटा सबैभन्दा धेरै सुसाइड गर्ने देशहरूमा नेपाल देश पनि पर्दो रहेछ मान्छेहरू। We cannot live this life in our own power. हामी कोसिस गर्छौँ पैसा कमाएर केही हुन्छ कि भनेर कोसिस गर्छौँ, विदेश गएर केही हुन्छ कि भनेर हामी एउटा होप कोसिस गरी हेर्छौँ, केही समय केही वर्षको लागि सल्भ भएको जस्तो हुन्छ। तर we cannot live this life is not possible for us to live until जबसम्म पवित्र आत्माले तपाईँले मलाई सुपर नेचुरल पावर दिनु हुँदैन। आमेन। तबसम्म हामी जिउन सक्दैनौँ। द्याट्स वाइ
आई थिङ्क आजको यो जमघट, आजको यो भेटघाट एकदमै विशेष छ, किनकि प्रभुले तपाईँहरू कतिजनाको हृदयमा आगो सल्काउनु गइराख्नु भएको छ। बी प्रिपेयर्ड, पर्खेर बस्नुहोस् है। अनि त्यो भन्दाखेरि म केही कुराहरू सुरुमा पवित्र आत्माको बारेमा तपाईँहरूसँग राख्न चाहन्छु। पवित्र आत्मा को हुनुहुन्छ भन्ने कुरालाई हामी चिन्ने कोसिस गर्नेछौँ, त्यसपछि उहाँले के काम गर्नुहुन्छ हाम्रो जीवनमा भन्ने कुरालाई हामी हेर्नेछौँ।